अनि यदि तपाईहरु पसलमा शपमा अनि क्याफे मतलब यो आइल्यान्डको क्याफे भनेको लोकल यो हाम्रो उतिर चियाको सानो ठेला हुन्छ त्यस्तै हो यहाँ आइल्यान्डको क्याफे भनेको चाहिँ नर्मल हुन्छ त्यही चिया कफी मात्र पाउँछ अनि त्यहाँ पनि इंग्लिश चाहिँ चाहिदैन है तिब्बती चाहिँ एकदम चाहिन्छ लोकल मान्छे हुन्छन् टुरिस्टहरु खासै आउँदैन आइल्यान्डमा अनि रेसर्टहरुमा चाहिँ इंग्लिश चाहिन्छ किनकि त्यो टुरिज्म एरिया हो अब यहाँ भनेको फाटाफुट आउने हो टुरिस्ट खासै बोल्नु पनि पर्दैन धेरै आउने लोकलका हुन् लोकलमा चाहिँ त्यही लोकल ल्याङ्ग्वेज युज हुन्छ प्राय तिब्बती नै बोल्दिन्छन् के यहाँ कोही हुन्छन् हिन्दी चाहिँ बुझ्न सबैले बुझ्छन् तर बोल्दिदैन मतलब हुन्छ नि ओल्ड एज तिनीहरु पनि अब फेस त गर्नुपर्छ हामी पसलमा बस्ने हामी होटलहरुमा बस्नेहरुले त अनि अब कन्स्ट्रक्सन साइडमा आउनेले चाहिँ अब खासै ल्याङ्ग्वेज चाहिदैन किनकि तिनीहरुसँग बंगलादेशी अनि इन्डियन अनि नेपाली अब मिक्स हुन्छ है मिक्स हुन्छ श्रीलङ्कन मिक्स हुन्छ मिक्स हुँदाखेरि हिन्दी बोल्दा पनि हुन्छ खासै दिबे चाहिँ चाहिदैन इंग्लिश पनि चाहिदैन खासै अनि मेन भनेको यही अब शपहरुमा बस्ने क्याफेहरुमा बस्नेलाई चाहिँ एकदम ल्याङ्ग्वेज प्रब्लम चाहिँ एकदम फेस गर्नुपर्ने हुन्छ है अनि अर्को प्रब्लम भनेको चाहिँ